काठमाडौँका मेयर बालेन शाहका बुबा रामनारायण शाहको आज दुःखद निधन भएको पुष्टि भएको छ। केही दिनदेखि गम्भीर अवस्थामा उपचार भइरहेका उहाँलाई बचाउन सकिएन। नेपाल सरकारले श्रीलङ्कालाई 2 लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। ठुलो बाढी पहिरोको कारण श्रीलङ्कामा 355 जनाको मृत्यु भइसकेको छ। धरानका मेयर हर्क साम्पाङ भन्छन्, पार्टी भाडाको कसम खाएर भन्छु, 1 पैसा पनि भ्रष्टाचार गर्दिन भन्दै दृढ प्रतिबद्धता व्यक्त गरेका छन्। उनका शब्दहरू सामाजिक सञ्जालमा भाइरल बनेको छ। अभियन्ता खगेन्द्र सुनारले नयाँ पार्टी दर्ता गरेका छन्। निर्वाचन आयोगमा दर्ता भएको नयाँ पार्टीको चुनाव चिन्ह लाइक रहेको छ। यो चिन्ह सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। साउथ इन्डियन एक्ट्रेस समन्था रुथ प्रभु र निर्देशक राजनीति मोरूले कोइम्बटोरमा निजी समारोह मार्फत विवाह गरेका छन्। तस्बिर सार्वजनिक भएपछि सोसियल मिडियाबाट शुभकामना छाएको छ। अभियन्ता खगेन्द्र सुनारले नयाँ पार्टी दर्ता गरेका छन्। निर्वाचन आयोगमा दर्ता भएको नयाँ पार्टीको चुनाव चिन्ह लाइक रहेको छ। यो चिन्ह सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। आन्दोलनका क्रममा आगजनी र तोडफोडले क्षतिग्रस्त भएका भटभटिनीका 11 शाखा 2083 सालको असारभित्र पूर्ण सञ्चालनमा आउने भएका छन्। श्रीलङ्कामा डितोवा नामक तुफानबाट आएको बाढी पहिरोमा 132 जनाको मृत्यु र 176 जना बेपत्ता भएका छन्। देशको करिब 1/3 क्षेत्र विद्युत र धारा सेवा विहीन बनेको छ। डोनाल्ड ट्रम्पले 19 वटा देशका मानिसलाई दिएको ग्रिन कार्ड फेरि कडा तरिकाले जाँच गर्ने घोषणा गरेका छन्। यी 19 वटा देशको सूचीमा नेपाल भने परेको छैन। बङ्गलादेश एन्टी करप्सन एजेन्सीले बङ्गलादेशकी पूर्व मन्त्री शेख हसिनाको बैंक लकरबाट करिब 10 किलो सुन लगभग 1.3 मिलियन बराबर बरामद गरेको पुष्टि गरेको छ। यो सुनका सुनौना बार र गहना उहाँले कार्यकालमा पाएका उपहार भनेर दाबी भइरहेका छन्, जुन कानुनी रूपमा राज्यलाई बुझाउनु पर्ने थियो, तर उहाँले बुझाएको देखिँदैन। अधिकारीहरूले दाबी गरेका छन् कि सुन र अन्य सम्पत्ति कर विवरणमा समटिएको थिएन र वैधानिक प्रक्रिया उल्लङ्घन भएको हुन सक्ने कारण छानबिन भइरहेको छ। सरकारले विदेश जान लागेका नेपाली कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएको छ। अब मेडिकल गर्न रु 9500 तिर्नुपर्ने छ। स्वास्थ्य जाँचमा 34 वटा परीक्षण राखिएकाले शुल्क बढेको बताए पनि धेरैले यो रकम कामदारका लागि धेरै महँगो भएको भन्दै आलोचना गरेका छन्। रोजगार व्यवसायी र श्रमिकले यो निर्णय पुनः हेर्न सरकारलाई आग्रह गरेका छन्। आजका लागि यति नै। हामीसँग रहनु भएकोमा धन्यवाद। फेरि उपस्थित हुने नै छौँ अर्को अपडेटको साथ। हस्त, धन्यवाद।